स्वागतम साथीहरू। यस स्वतन्त्र सभामा उपस्थित सम्पूर्णको सेवामा सविनय नम्र नमस्कार गर्दछु। हाम्रो चाहिँ मौलिक विषयहरू, मौलिक उपायहरू ल्याउने क्रममा आज हामीले नयाँ विषय शीर्षक ल्याएका छौँ, जसको शीर्षक रहेको छ श्रम सङ्गीत ध्यान साधना। यो विषय छनौट गर्नुको कारण के छ भने आजभोलि अलिकति समालोचक, अलिकति शिक्षित वर्ग जसले अलिकति विज्ञानमा बढी विश्वास गर्छ, तिनीहरूलाई फेरि पनि पुनः धर्मतिर नै ढल्काउनको लागि विभिन्न किसिमका बीचका उपायहरू, अलि आभूषित, आकर्षित, अलि सुसज्जित अन्धविश्वासहरू ल्याइँदैछ। त्यसकै एउटा मुख्य साधन हो ध्यान साधना। किनकि ध्यानको नाममा ध्यान आफैमा वैज्ञानिक छ, ध्यान ठिक छ, योगा आफैमा ठिक छ, र यो ठिक भएको कारणले गर्दाखेरि अलिकति यसलाई चाहिँ भगवानसँग जोडेर, अलौकिकतासँग जोडेर, धर्मसँग जोडेर, आस्थासँग जोडेर यसलाई चाहिँ अध्यात्म भनेर त्यसको नाममा चाहिँ यसलाई बेचेर एउटा चाहिँ व्यापार पनि गरिँदैछ र भ्रमको खेती पनि गरिँदैछ। अब यसबाट हामीले बच्नको लागि के गर्नुपर्छ त? यसबाट हामीले बच्नको लागि हामी जो ध्यानै गर्न चाहन्छौँ भने पनि हामीले नयाँ किसिमको वैज्ञानिक किसिमको ध्यान गर्नुपर्ने हुन्छ। हामीले चाहिँ जो यिनीहरूले भनेका जस्तो ध्यान छ, कुनै एउटा आश्रममा गएर ध्यान गर्ने, निश्चित किसिमको ड्रेस लगाउने, निश्चित किसिमका मालाहरू लगाउने र निश्चित टाइम टेबल फलो गर्ने, त्यहाँ उल्टो पैसा तिरेर ध्यान गर्नुपर्छ, त्यो ध्यान गर्नुको कुनै जरुरत छैन। ध्यान आफैमा वैज्ञानिक हो, त्यसका केही फाइदाहरू पनि छन्, तर त्यही सेम फाइदा पनि लिने र त्योभन्दा अलि समाजमा पनि योगदान गर्दै अलिक बढी फाइदा समाजलाई पनि पुर्याउने, देशलाई पनि पुर्याउने गरी हामीले नयाँ किसिमका अवधारणाहरू ल्याएका छौँ। नयाँ भन्नाले खासै नयाँ होइन, तर पनि थोरै सोच्नुपर्छ हामीले। जस्तै हामी कसैलाई चाहिँ योग ध्यान गर्नु छ भने योग ध्यानको सट्टा हामी सङ्गीत साधना गर्न सक्छौँ। सङ्गीत रियाज, हार्मोनियम बोकेर सङ्गीत रियाज गर्न सक्छौँ। जसैलाई योगा गर्नु छ भने त्यसैले चाहिँ भनौँ श्रमदान गर्न सक्छ। श्रमदान, समाजमा आफ्नो श्रमदान दिन सक्छ। यसै गरी कराते गर्न सक्छ, यसै गरी जिम क्लासहरू जोइन गर्न सक्छ, फुटबल खेल्न सक्छ, अनेक किसिमका कुराहरू गर्न सक्छ। त्यस कारणले अब यसको फाइदा के छ भने हामीले त्यहाँ ध्यानको सट्टामा हामीले श्रमदान गऱ्यौँ भने हामीलाई चाहिँ ध्यानमा जति आनन्द आउँछ श्रमदानमा पनि त्यति नै आनन्द आउँछ। किनकि ध्यान भनेको निश्चित यसरी नै बसेर नै गर्नुपर्छ भन्ने छैन, ध्यान जसरी पनि गर्न सकिन्छ। त्यसकारण यसरी ध्यान गर्दाखेरि आफ्नो शरीरको सक्रियता पनि हुन्छ, आफूमा आनन्द पनि आउँछ, मैले केही गरेँ, कसैलाई सहयोग गरेँ, आफ्नो योगदान दिएँ भनेर आफूमा पनि सन्तुष्टिको भावना, शान्तिको भावना आउँछ नै, र त्यसले समाजमा श्रमदान जसलाई गर्नुहुन्छ समाज पनि माथि उठ्छ, समृद्धिको बाटो हिँड्छ। जसलाई तपाईँले सहयोग गर्नुभएको छ उसबाट पनि प्रत्यक्ष तपाईँले सहयोग, आशीर्वाद पाउन सक्नुहुनेछ। जस्तै तपाईँले एक्लै तपाईँलाई ध्यान गर्न मनपर्छ भने तपाईँ हार्मोनियम लिएर सङ्गीत रियाज गर्न सक्नुहुन्छ। तपाईँले सङ्गीत रियाज गर्नुभयो भने पनि तपाईँलाई एक्लै सङ्गीतिक अनुभूति, अध्यात्मको अनुभूति त्यसले पनि दिन्छ तपाईँलाई, र तपाईँ सङ्गीत पनि सिक्दाखेरि तपाईँलाई थुप्रै काम, आफ्नै जीवनमा पनि काम लाग्छ। आनन्द शान्ति त छँदैछ, आफ्ना बालबच्चाहरूलाई सङ्गीत पनि सिकाउन सक्नुहुनेछ। जिम गर्दाखेरि तपाईँको आफ्नै शरीर सुगठित हुन्छ, तपाईँको आफ्नै शरीरमा फाइदा हुन्छ। त्यसैले कुनै निश्चित ठाउँमा गएर पैसा तिरेर एक ठाउँ बसेर ध्यान गर्नुभन्दा श्रमदान गरौँ। श्रमदान गरेपछि समाजलाई पनि फाइदा हुन्छ, आफूलाई पनि फाइदा हुन्छ, र ध्यानका सम्पूर्ण कुराहरू पनि पुरा हुन्छन्। त्यसैले हामीले यसलाई चाहिँ श्रम सङ्गीत ध्यान साधना भनेका छौँ। ध्यान साधनाको एउटा नयाँ मौलिक रूप, वैज्ञानिक रूप हो यो। यसो गर्नाले ध्यानका जति पनि उद्देश्यहरू छन् ती सबै पुरा त हुन्छन् नै, त्यसका साथसाथै समाजमा योगदान पनि हुन्छ। आफ्ना छरछिमेकमा छोराछोरीहरूलाई, छिमेकीहरूलाई, समाजलाई सङ्गीत सिक्ने र सिकाउने वातावरण पनि हुन्छ, र आफ्नो सन्तुष्टि र सुख शान्ति पनि हुन्छ। त्यसैले यस वैकल्पिक विचारमा बहस गरौँ। धन्यवाद।